भिडियोलाई सुरु गर्नुभन्दा अगाडि चाहिँ यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोस्, बेल आइकनलाई अल गरिदिनुहोस् ताकि हरेक मेरो न्यू भिडियो तपाईको जहिले पनि मोबाइलमा नोटिफिकेसन जाओस्। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। के छ नि सबजना सन्चै अनि आरामै हुनुहुन्छ नि? आइप सबजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु है। सो ल टक्का लाएर ड्युटी निस्किसकेको छु। सो अहिले चाहिँ कति 10 बज्न लागिसक्यो। झन्डै 1 महिना जति भयो भ्लग नल्याएको मैले होइन। अनि 1 महिना चाहिँ किन भन्दाखेरि अब 1 महिना चाहिँ किन 1 महिना चाहिँ किन भन्दाखेरि सो भैँसीबारी काम थियो। अनि भैँसीबारीको काममा कस्तो हुन्छ भने कहिले कहिले अब एक्लै हुन्छ क्या काम गर्ने। अनि आफू एक्लै थियो। अनि त्यसमाथि काम कस्तो हुन्छ भने अब काम बिहानदेखि बेलुकासम्म नन स्टप 7 बजीदेखि बेलुकासम्म गरिन्छ होइन। कहिले कहिले चाहिँ अब खानासाना खाएर गइन्छ। प्रायः भनेको त बिहानै हिँड्छु नि त म। अनि सो त्यो भएर चाहिँ हो। अनि लास्ट थाकेको हुन्छ क्या। अनि भिडियोहरू बनाएर ल्याएको त हुन्छु कति है, साइक्लिङ गरेर भिडियो बनाएर ल्याएको त हुन्छु। अनि एडिटिङ गर्नै सक्दिनँ क्या, किनकि बेलुका लास्ट थाक्छु क्या म। अनि बेलुका थाकेर कस्तो निन्द्रा लागिरहेको हुन्छ। अनि फेरि बिहानै चाँडै उठेर हिँड्नुपर्छ। सो त्यो कारणले चाहिँ मैले भ्लग लिएर आउनु सकेको थिएन है। यसलाई त भात खायो, भात खायो, उठ 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 भात खायो। यहाँ आइज, यहाँ आइज, यहाँ आइज, आइज आइज। यसको बानी फेरि हेर्नु नि यो कस्तो छ भने यो 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 ढाडे ढाडे बस त्यो कारणले पनि हो। अनि फेरि अर्को के हुन्छ भने अब भैँसीबारीको काम कस्तो थियो भने एक्लैको कारण कहिले सकौँ जस्तो भइरहेको थियो क्या। अनि त्यो काम सकेर चाहिँ म भ्लग गर्छु भनेर सोचिरहेको थिएँ। 1 महिना जति भयो मैले भ्लग नबनाएको। अनि त्यहाँको काम चाहिँ मैले हिजो राति 7:30 बजीतिर सकेर आएको के। 7:30 बजिसकेको थियो हिजो सक्दाखेरि। 7:30 बजीतिर सकेर आएको। अनि त्यही भएर चाहिँ आज बिहान खानसाना खाएर निस्केको। अहिले चाहिँ काम यहीँ नजिकै छ। अनि काममा जानु लागेको। अहिले चाहिँ यहाँ नजिकै छ, साइकल लिएर जाँदिनँ। बस अब यो ड्रेस झिक्नु छ। यहाँ ड्रेस साइकलमै छ हेर्नु न। हिजो ल्याएर मैले साइकलमै राखिरहेको छु। साइकलको हालत यस्तो डेन्जर छैन होइन। यहाँ हेर्नु सक बिग्रेर यो सकको यो माथि निस्किरहेको छ क्या। यो यहाँबाट पुरै पाल परेर यो माथि गइरहेको छ। त्यो बाटो पुरै कच्ची छ क्या। त्यो जाने ठाउँमा उता यो भैँसीबारी जाने ठाउँमा पुरै ग्राभेल गर्दैछ। अनि त्यो पिच गरेको छैन, ग्राभेल गर्दैछ। अनि यो हेर्नु फुटेर यहाँ यस्तो भएर यो माथि निस्किरहेको छ। उताको चाहिँ यहीँ तलै छ है। पुरै साइकलको हालत यस्तो छ होइन। सो त्यही हो। अब साइकलको कपडा लिएर चाहिँ म निस्किनु पर्ने हुन्छ। अहिले चाहिँ जस्ट लस्टक्क लाएर म काममा आइसकेँ है। यो चाहिँ कारखाना हो। यहाँ चाहिँ कारखानामा कस्तो हुन्छ भने यो दराजहरू, पलङहरू, झ्यालढोकाहरू, यताउता इत्यादि सामानहरू बनाउने हो क्या। अनि आजको मेरो काम भनेको चाहिँ तपाईँको यो दराज छ क्या। यो दराजलाई मैले टल्काउनु पर्ने हुन्छ है। सो बाहिरबाट देखिरहनु भएको छ पुरै टल्केको। यो बाहिर चाहिँ गर्नु पर्दैन किनकि फर्माइको टाँसिसकेको छ होइन। सो यसमा गर्नुपर्ने भनेको यो ग्रुपिङमा रहेछ। यो ग्रुपिङमा र भित्र टल्काउनु पर्ने हुन्छ किनकि भित्र चाहिँ पुरै प्लाइ छ। अनि यसमा चाहिँ गर्नुपर्ने भनेको पोलिस हो क्या। यो खासमा इनाबेल भनेको चाहिँ अर्कै थरी थरीको कलर हुन्छ होइन। अनि यो भित्र चाहिँ भनेको तपाईँको पोलिस गर्नुपर्ने हुन्छ। पोलिस भनेको चाहिँ कस्तो भन्दा चप्रा पोलिस भन्छ क्या। अनि सो यसमा चाहिँ चप्रा पोलिस गर्नुपर्ने हुन्छ मैले चाहिँ है। अब चाहिँ फटाफट मैले ड्रेस चेन्ज गरेर अनि पोलिस गर्नुपर्ने हुन्छ। लास्ट घाम चर्केछ भनेको अति घाम चर्केछ। यो माथि फेरि जस्ता लगाएको छ क्या। यो पुरै माथि हेर्नु पुरै ल जस्ता लगाएको छ यो माथि। अनि घाम पुरै चर्केछ, एकदम गर्मी हुनेवाला छ आज चाहिँ है। अनि अब त्यही हो, सकेसम्म होइन आफूले भ्याएसम्म चाहिँ भ्लग लिएर आउने कोसिस गरिरहेको छु। सकेकोसम्म त लिएर आएकै छु होइन। समयले नभ्याएपछि के गर्ने त। अब के हुन्छ भने कि अब मैले भ्लगिङै मात्रै गर्नु पऱ्यो होइन। अनि कि कामै मात्रै गर्नु पऱ्यो क्या। अब भ्लगिङ पनि काम पनि गर्दाखेरि चाहिँ मलाई एकदम गाह्रो भएको छ। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ मैले भ्लग लिएर आउनु नसकेँ हो। 1 महिना जति भइसक्यो मैले भ्लग नल्याएको। अनि आज चाहिँ लिएर आएको छु। अब
अब भोलि बनाउन सक्छु कि सक्दिनँ त्यही हो। अब दिनभरि यहाँ घोटिनुपर्छ, यो दराज आज जसरी पनि मैले सक्नुपर्ने हुन्छ। अनि यो सकेर अनि फेरि अब भोलि कहाँ हुन्छ सो थाहा छैन। सो फाइनली ल टक्क लाएर सकिसकेँ है काम चाहिँ। अब निस्किनु पर्ने हुन्छ। यत्रो दराजले मलाई दिनभरि लगाइदियो भने बिहानदेखि कति हुन त 9:30 भइसकेको थियो होइन। सो बिहानदेखि यत्रो टाइम लगाइदियो क्या, बल्ल बल्ल सकेँ है। अहिले चाहिँ कति भइसक्यो यार, अहिले ट्याक्क लाएर ल 5:50 भइसकेछ है। अब चाहिँ अर्को ठाउँ जानु भ्याउँदैन, अब निस्किनु पर्ने हुन्छ है। टेलिके टल्काइदिइसकेँ, के गर्ने भित्र बिहान कस्तो थियो होइन। सो अहिले चाहिँ यस्तो छ, ट्याक्क लाएर पुलिस चाहिँ यस्तोलाई भन्छ क्या, ट्यालक्क टल्किरहेछ ल। चफ्रा पुलिसको काम सकियो होइन, यति दराज सक्यो। 3 पिस हो तर सानो सानो रहेछ क्या, ट्याक्क लाएर ल दामी देखेछ होइन त। सो अब भोलि पास हुन्छ हुँदैन सो भोलि नै थाहा हुन्छ। अहिले चाहिँ निस्क्यौँ ल, टक्क लाएर रुममा आइसक्यो है। अनि कामबाट चाहिँ अब साइक्लिङ गरेको छैन, सो भोलि कता काम हुन्छ केही पनि थाहा छैन। सो अब त्यही हो, अब डेली भ्लग लिएर आउनु सक्दिनँ है भनिरहेकै हुन्छु, किनकि लास्ट थाकेको हुन्छ। दिनभरि तपाईँले देखिहाल्नुभयो, बिहानदेखि त्यहाँ खटेको बल्ल बल्ल त्यो दराज सकेर आयो है। अहिले चाहिँ रुममा आइसकेँ, लास्ट भोक लगाइरहेको थियो, थोरै बासी भात रहेछ, भर्खर बासी भात खाएर बसेको भने। सो अब त्यस्तै हो, भ्लग डेली भ्लग लिएर आउनु सक्दिनँ, सकेसम्म लिएर आउने कोसिस गर्दैछु है। त्यही हो ल, टक्क लाएर अब नेक्स्ट भ्लगमा भेटौँ ल। थ्याङ्क्स फर वाचिङ दिस भिडियो हेर्नुभएकोमा सम्पूर्णलाई धन्यवाद है। सो नेक्स्ट भ्लगमा भेटौँ ल, बाई बाई।